गाइस अहिले चाहिँ म खोलामा डुलिरहेको छु। यतिखेर चाहिँ हामी चाहिँ जमुनामा पौडी खेलेको ठाउँ भेटियो के। यो चाहिँ सानो पोखरी अहिले चाहिँ सानो भएर छ। यो चाहिँ सानोमा ककसले सुक्नु भयो। नरिवल बास्न आउँछ। यस्तो दामी बास्न आउँछ। हामी चाहिँ यो सानोमा यस्तो सुक्दै हिँड्थ्यौँ कि। सो हेलो नमस्ते वेलकम ब्याक गाइज मेरो युट्युब च्यानलमा तपाईँलाई स्वागत छ। इट्स मी भीम सारू। आज चाहिँ म तपाईँहरूलाई चाहिँ यस्तो नेचुरल ब्युटीहरू देखाउनुको लागि चाहिँ म घुम्नको लागि चाहिँ त्यहाँ तल हो यता खेततिर चाहिँ जाँदै हो यहाँ तल। अनि टक्क लगाएर अनि खोलामा यसो खेल्न जाने प्लस के भन्छ धानहरू यसो हेर्न जान्छु। अनि म चाहिँ अहिले चाहिँ यो चौतारीमा हो कि यहाँ चाहिँ जमुनामा हामी टक्क बसिन्छ क्या। टक्क लगाएर यस्तो गरेर बसिन्थ्यो भारी मिसाएर टक्क दाउरा सारा यो जङ्गलतिरबाट ल्याएर हामी उता पारी पुग्थ्यौँ पहिला दाउराहरू काट्न दाउरा घाँस गर्नलाई। अनि त्यो खोलामा पौडी खेल्न माछा उस गर्न खोज्न जान्थ्यौँ। म चाहिँ आज त्यही जाँदैछु। ल गाइस तल गएर भेटौँला है तल। गाइस बाई बाई। म चाहिँ अहिले यो बाटोमा हिँडिरहँदा चाहिँ विगतका दिनहरू सम्झिरहेको के। यो बाटोमा हामी चाहिँ यो बाटो हुँदै हामी चाहिँ मस्त घाँस दाउरा गर्दै हिँड्थ्यौँ। दुःख सुख गर्दै हिँड्थ्यौँ। सानोमा एकदम रमाइलो थियो कि। पुरा यो जङ्गलहरू सबै चारिन्थ्यो कि पहिला। अनि आजभोलि त यहाँ हिँड्न नसक्ने रहेछ नि त धेरै समयपछि यसरी हिँड्दा। त्यही भएर गाह्रो हुँदो रहेछ। तर विगतमा हामीले यो ठाउँमा चाहिँ धेरै सङ्घर्ष गरेर अहिले चाहिँ यहाँसम्म पुगेको के। त्यही भएर पहिलाका दिनहरू याद आउँछ कि कति स्ट्रगल गर्दै थियो हामी यो बाटो हुँदै टक्क लगाएर घाँस दाउरा गर्दै हिँड्थ्यौँ। साथीभाइ कति रमाइलो हुन्थ्यो। आजभोलि त गाउँै सुनसान रहेछ गाइजहरू कोही छैन। म एक्लै भएर नि यहाँ टक्क झोला बोकेर आज चाहिँ तलतिर यसो डुल्न जाँदैछु। गाउँतिर मान्छे छैन सबै सहरतिर लाग्यो। त्यही भएर म एक्लै हुँ। गाइजहरू कोही छैन। त्यही भएर त्यही हो गाइजहरू। भेट्दै गरौँला है। सो गाइज यो चाहिँ हाम्रो चाहिँ स्टोरेज ट्याङ्क पानीको चाहिँ स्टोरेज ट्याङ्क हो। अनि मुहान चाहिँ उतातिर यो सेतु पाइपबाट हामीले चाहिँ जमुनामा चाहिँ धेरै स्ट्रगल गऱ्यो कि यहाँबाट चाहिँ पानी चाहिँ माथि पुर्याउनको लागि चाहिँ सोर्स तल हो। त्यसपछि हामी चाहिँ पानी वाटर सप्लाई गर्ने चाहिँ माथि डाँडा हो नि त। त्यही भएर चाहिँ हामीले चाहिँ यहाँ चाहिँ इलेक्ट्रिसिटी जेनेरेट गरेर चाहिँ यहाँबाट चाहिँ हामीले चाहिँ लिफ्टिङ गरेर चाहिँ यहाँ स्टोरेज ट्याङ्कमा पानी चाहिँ जम्मा हुन्छ। अनि जम्मा भएको पानी चाहिँ हामीले चाहिँ के गर्ने हो इलेक्ट्रिसिटीको फ्लोमा हामीले चाहिँ के गर्ने वाटरलाई चाहिँ फालिदिने हो पास गर्ने हो। माथि डाँडामा फेरि अर्को स्टोरेज ट्याङ्क छ। त्यहाँबाट चाहिँ हाम्रो गाउँलाई चाहिँ वाटर चाहिँ सप्लाई गरिदियो। हामी चाहिँ यो बनाउनुलाई धेरै स्ट्रगल गरे हामी के गाइजहरू। त्यही हो हाम्रो चाहिँ यो चाहिँ टक्क लगाएर के हो हाम्रो चाहिँ वाटर स्टोरेज ट्याङ्क हो। हाम्रो चाहिँ लिफ्टिङ सिस्टमबाट चाहिँ हाम्रो चाहिँ खानेपानी चाहिँ वितरण भइरहेछ हाम्रो गाउँमा चाहिँ टक्क लगाएर। वाटरको सोर्स चाहिँ यतातिर हो कि यो सेतो पाइप हुँदै पानी चाहिँ टक्क लगाएर। गाई चाहिँ हो टक्क लगाएर हामी चाहिँ सानोमा हुँदा माछा मार्दै हिँड्ने अनि पौडी खेल्ने। अहिले चाहिँ बर्खा गइसक्यो नि त त्यही भएर सानो भए म चाहिँ अहिले खोलामा हो टक्क लगाएर। अनि यही खोलामा हामी पहिला रमाउँदै हिँड्थ्यौँ कि नुहाउन आउने पौडी खेल्ने त्यसपछि माछा मार्ने त्यस्तै चाहिँ गर्थ्यो। अलि तलतिर चाहिँ ठुलो छ कि पोखरी जस्तो हो। र चाहिँ अलि सानो रहेछ कि यहाँ हामी माछा खोज्थ्यौँ कि जमानामा डेन्जर रमाइलो हुन्छ है त। गाइज यति बेला चाहिँ म टक्क लगाएर खेतमा आइपुगिसकेको छु। अनि म चाहिँ अहिले अम्मा खाँदैछु क्या। यो सबै हाम्रो खेत हो है। धानहरू चाहिँ मस्त अहिले बल्ल निस्किएर चाहिँ नुहाउन लारहेछ। यसपालि अलि ढिलो भयो कि टाइममा पानी नपरेर। यो चाहिँ टक्क तलसम्म चाहिँ हाम्रो खेत हो। टक्क लगाएर राम्रै रहेछ यसपालि धान त। तर ठिक छ उतातिर नि छ है गाईहरू बब्बाल हो कि यतातिर।
यो चाहिँ सानोमा ककसले सुक्नु भयो। नरिवल बास्ना आउँछ, यो यस्तो दामी बास्ना आउँछ। हामी चाहिँ यो सानोमा यस्तो सुक्दै हिँड्थ्यौँ कि स्कुल हिँड्दा नि। अहिले चाहिँ मैले ठ्याक्क भेटायो, चाहिँ दामी बास्ना आउँछ कि नरिवल बास्ना आएको गाइस। तपाईँहरूले चिन्नुहुन्छ भने कमेन्ट गर्नु होला। यो चाहिँ वनको तरुल हो खास चाहिँ, तर दामी बास्ना आउँछ क्या। यो फले के भन्छ यो फुलेसी यस्तो हुन्छ, त्यस्तो दामी बास्ना आउँछ क्या। मलाई डेन्जर मनपर्छ कि नरिवल जस्तो बास्ना आउँछ क्या। यो चाहिँ हामीले सानोमा डेन्जर खिलाइन्थ्यो क्या। त्यही हो गाइसहरू, हाम्रो खेतहरू चाहिँ टक्क यति चाहिँ हो, खासै धेरै त होइन। तर धान चाहिँ राम्रै भएर रहेछ कि यसपालि नि, थोरै भयो नि धान चाहिँ राम्रै फल्छ यहाँ नि। यस्तो हो, म चाहिँ टक्क लाएर यसो घुम्न आएको कि आज चाहिँ यसो के कस्तो हो भनेर। मौसम चाहिँ आज यस्तो हो, आजदेखि पानी पर्छ भन्ने थियो नि त, तर अहिलेसम्म यता पर्न सकेको छैन गाइसहरू। तपाईँहरूको चाहिँ कस्तो हो कमेन्ट गर्नु होला। यतातिर पनि राम्रै रहेछ, यो चाहिँ अरूको हो धान, उता पारीतिर पनि अरूको हो। यहाँ तल खोला हो, एकछिन म जान्छु म यो खोलामा चाहिँ, सो रमाइलो गर्नुपर्छ खोलामा गएर। सो गाइस अहिले चाहिँ म खोलामा छु, खोलामा डुलिरहेको छु। यति बेला चाहिँ हामी चाहिँ जमुनामा पौडी खेलेको ठाउँ भेटियो कि। यो चाहिँ सानो पोखरी, अहिले चाहिँ सानो भएर छ। हामी चाहिँ जमुनामा चाहिँ टक्क लगाएर यही सानो पोखरीमा चाहिँ हामी खेल्थ्यौँ कि। अनि माथि मैले अघि देखाएको भिडियो हो, यहाँ माथि छ एउटा झरना जस्तो हो, त्यहाँ नि हामी खेल्थ्यौँ। अनि यसमा चाहिँ हामी खेल्थ्यौँ, जमुनामा चाहिँ डेन्जर गहिरो हुन्थ्यो। अहिले सानो भएर चाहिँ गाइस यहाँ चाहिँ टक्क लगाएर हामी चाहिँ मस्त खेलिन्थ्यो कि पहिला। अनि माछाको चाहिँ हिँड्ने खोला नि हो, टक्क लगाएर आज चाहिँ म एक्लै डुबिरहेको गाइसहरू। जङ्गल यता छ, यतातिर चाहिँ हामी दाउरा खोज्न आउँथ्यौँ। बाघहरू नि आउँछ यतातिर, डेन्जर छ तलतिर त। ओ माई गड। सो गाइस अहिले चाहिँ म अब फर्किसकेको छु। आज दिनभरि रमाइलो गरियो, खोलातिर घुम्यो। बाई बाई खोला, बाई बाई। म खोलालाई नि बाई बाई गरिसकेँ। अब चाहिँ म घरतिर लाग्छु बिस्तारै डुल्दै, अझै के छ भन्दा हेर्दै जान्छु। वहाँ चरा यस्तो मजाले जङ्गल छ गाइसहरू, धान्ने मजाले हो। अनि आज चाहिँ सबैतिर घुमियो क्या, भ्याउने ठाउँसम्म घुमियो मस्त लगाएर। त्यही हो, अब एक्लै छु, त्यही भएर एक्लै रमाउँदै हो गाइसहरू। तपाईँहरू कस्तो अवस्थामा हुनुहुन्छ, तपाईँहरू दसैँ कसरी मनाउनु भयो? मेरो त ठिकै नर्मल भयो। त्यही हो, अब डुलिया हो, हिँडिया हो, खाइया हो, बसिया हो। त्यही हो, केही प्रगति भएको छैन जिन्दगीमा। त्यही हो, आजको भिडियो कस्तो लाग्यो तपाईँहरूलाई गाइस कमेन्ट, लाइक, सेयर, कमेन्ट गर्नु। अनि च्यानल सब्सक्राइब गर्नु भएको छैन भने चाहिँ सब्सक्राइब गरिदिनु। भिडियो हेरिदिनु पऱ्यो क्या गाइसहरू, टक्क यसो सपोर्ट देखाउनु पऱ्यो। अब हामी अलि आइफोनबाट चाहिँ भ्लग बनाउने सम्म हुनको लागि तपाईँहरूले सपोर्ट गरिदिनु पऱ्यो कि टक्क लगाएर गाइसहरू, होइन? सेयर गरिदिनु होला आफ्नो साथीहरूलाई। अनि भिडियो हेरिदिनु पऱ्यो टक्क लगाएर। अनि बिस्तारै च्यानल नि ग्रो हुन्छ। म कन्टेन्ट दिन सकिरहेको छैन, बिस्तारै दिनलाई ट्राई गर्छु ल गाइस। बाई बाई। भिडियो कस्तो लाग्छ कमेन्ट गर्नु है।